हेलो गाइज, वेलकम ब्याक टु आरके ब्लग सो। सबैजना सन्चै हुनुहुन्छ होला होइन। अनि आज चाहिँ के छ भन्दाखेरि केही छैन छैन आजको पनि केही छैन। बस अलि नि त्यही पानीको बिल बुझाउनु जानुपर्ने छ। त्यहाँ जान्छौँ हामी अनि त्यसपछि आउँछौँ होइन। पैसा आउनु पऱ्यो नि त के हो र। अर्को चाहिँ त्यता हाँसिराख हो, हाँस्नै नपाएको होइन। अनि त्यही हो, शीतल अब दिइराख क्या त पुरै। हिजो राति पानी आएको अनि हिजो राति त पुरै घ्याडाङ र गुडुङ गरेर सुत्या मान्छेलाई नि उठाउँथ्यो के अरे। हेर्नुहोस् होइन, त्यही हो। चाहिएको थियो रातभरि पानी परेर चाहिँ हावालाई भन्नाले त्यस्तो गर्मी चाहिँ छैन। अनि घाम चाहिँ लाग्दैन ला है, यस्तो टाठो आउँछ होइन। यहाँ पुरै मकैभरि पानी छ यार, त्यो खेतैभरि। अहिले चाहिँ कस्तो छ भन्दाखेरि अब अहिले रोपाइको सिजन चलिरहेछ। जताकति रोपाइ गर्न थालिसक्यो, पुरै पानी छ क्या हिजो रातिको पानीले। पुरै पानी, घाम चाहिँ बबाल छ। सूर्योदय कहाँ गए यो होइन। टक्कतको चाहिँ यो टङ्की बनेको, यो सिँचाइको लागि टङ्की बनेको। अनि यो कहिले बन्यो भन्दाखेरि चाहिँ त्यही धेरै महिना भयो, अझै सुरु चाहिँ भएन यसको काम चाहिँ। अनि वहाँ पारी टङ्कीदेखि उदेतको अब त्यहाँ चाहिँ रोपाइ एउटा अन्टीले मात्र रोपाइ गर्न थालेछ नि क्या त्यतिको त। त्यो एउटै अन्टीले मात्र रोपाइ हेत्तेरिको भएन नि यो त के हो र। अनि त्यसपछि चाहिँ यता यी भाडा चाहिँ खतरा के छ कि हाम्रो सूर्य दाजु कता छौ तिमी? यता पो छौ। निक्लिसक्यौँ अब पानीको बिल बुझाउन गाई जान। तपाईँहरू हेर्दै गर्नुला अब के छ र होइन। हल्लिन्छ के बेइज्जती, हल्लिन्छ के बेइज्जती। जान्थ्यो नि तेरो बाटैमा स्टार्ट भन्नु भयो। अरू फेरि के कान्ने सिस्टम छ क्या बुलेटको। बुलेट पुलिस त हाल्दा बालै छैन भाइ। हिरो हाल्दा हिरो। खाने पानी गडा लेखेको छ यो छाम्म लाएर छ्याप्स लेखिदिन्छ उल्टो। यो बिल बुझाउने ठाउँ के लेखेको छ? गडवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको यो चाहिँ टङ्की हो होइन। हाम्रो त्यो पानीको होइन बिल बुझाउनु पर्ने थियो। त्यो पर्ची चाहिँ भएछ कि हराएछ। देख्नुभयो तपाईँहरूले कस्तो हो कि म फेरि यस्तो हो कि यस्तोमा त म त भटट यति बाबा आज खाना दिन्छन्। म त हिजोबाट यहाँ कहाँ लान्छ भन्दै थिएँ। आज आउँछ भात खान दिन्छन् कि होइन गाइस। चट्टो खान्छ
अनि बिना हेलमेटको हिँड्ने बानी लाग्यो रे तेरो हेलमेट रे अहिले हिजो ऊ खाइया हो भाग्ने बेलामा लाइट खा हो विदेशी लाइट राति होइन दिउँसो लमे हटाउने बेलामा सुस त चलाए उति गरेर दुगुराएको त झोटाएर हानिहाल्यो अङ्कलको यहाँ दाग लागेछ त्यो हेलमेटमा अघि विदेशी लाइट हाने पो हो त दाग लावा अहिले कसले हो नि त इन्टो को पुलिसमा देखेको तेल सक्यो गाइस तेल सक्यो छैन हल्लाउनु त एकचोटि यति किन्छ गियर धेरैमा खायो अहिले स्टार्ट भयो भाइ बत्ता आयो घर आयो 2 hours later. चट्ट परेकी नानी चट्ट परेकी चट्ट परेर कुन्नी कता झरेकी चट्ट हेलो गाइस तो मलाई माला पनि लाएन नहाले सुनको माला आजकल लान हुन्न नि त के हुन्छ आजकल सुनको भाउ धेरै महँगो भएर नत्र नि सुनको भाउ फेरि धेरै महँगो भयो हैन कति खारे सुनको भाउ दुई पुग्यो बिहा पनि नहोला जस्तो छ सुनले अड्किला सुन त चाहियो गरे बिहामा त कमन के 5 महिनाको 2 लाख कमाउने 5 वर्षको 2 लाख कमाउने अनि बिहा हुन्छ अनि केहरू भइरहेछ एउटा मान्छेलाई फेरि नराम्रोसँग ठग्छु अनि अलिअलि पैसा बढाउँछु अनि त्यसपछि पैसा भएपछि म नक्कली पासपोर्ट बनाएर विदेशतिर छिर्छु अनि एउटा कुइरिनी बिहे गरेर उतै विदेशतिरै बस्छु त्यसो गरेर कसो होला अब बिहा गर्नलाई पनि अब 2 लाख तोला अब सुन पुगिसकेछ खै कान्छी बरी आउँछ जस्तो छैन हेलो गाइस हेलो गाइस आरके भलक युट्युब च्यानललाई सबैले अरु सरप्राइज हो कि सब्स्क्राइब गरन के भने सब्स्क्राइब हो कि सब्स्क्राइब हो भन्न न राम्रो बोल्न जान्दैन के भन्छन् रे भन्न त भन्नु न सरप्राइज के भन्ने सरप्राइज माया गर्दिनु होला सबैले सब्स्क्राइब गर्नु होला सब्स्क्राइब लाइक कमेन्ट एन्ड शेयर भन्नु लाइक कमेन्ट एन्ड शेयर गरिदिनु होला गरिदिनु होला हजुर तपाईले 2 भन्नु फेरि त रहेछ हेर त को भन्छ हेलो भन्दै हेलो राति पानी आउँथ्यो शीतल हुन्थ्यो नगर्जे हुन्थ्यो त्यही